शुभराई सबैलाई पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन रोमीहरूलाई सन्त पौलले लेख्नु भएको धर्मपत्रबाट लिएको छु। अध्याय 5 अनि वचन 10 देखि 11 सम्म। अनि यस वचनले हामीलाई यसो भन्दछ, हामी परमेश्वरका शत्रु हुँदाहुँदै पनि उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो सम्झौता गराइयो भने सम्झौता भइसकेपछि यस पुत्रको जीवनद्वारा हामी झन् बढ्ता बचाइनेछौँ। यति मात्र होइन, हाम्रा प्रभु यीशु ख्रीष्टद्वारै यो सम्झौता पाएका छौँ भनेर हामी ख्रीष्टद्वारा परमेश्वरमा गर्व पनि गर्दछौँ। प्रभुको वचन। आउनुहोस् मेरा ख्रीष्टमा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू अनि मेरा प्रिय साथीहरू हो। आज यस वचनलाई गहिरो रूपले मनन चिन्तन गरौँ। अनि यो महिना परमेश्वरको पवित्र हृदयको महिना भएकोले आउनुहोस् हामीहरू प्रार्थना गरौँ। यीशुको पवित्र हृदय तपाईको राज्य होस्। यीशुको पवित्र हृदय तपाईको राज्य होस्। यीशुको पवित्र हृदय तपाईको राज्य होस्। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा